हजुर यसरी नै हामी केही कुराहरू हामीले आदान प्रदान र छलफलका लागि उपस्थित भएका छौँ। हरर खस्यो सालको पातै हरर खस्यो सालको पात सालको पात लैलै सालको पात को जान्दछ र मनको बाधै को जान्दछ र मनको बात लैलै मनको बात हो। यो तरिका हामीले अब साकेलाहरू हामी यतातिर भव्यताका साथ राई किराँतीहरूले मनाउने चलन छ र यो गफ ग्यारो एकोहरू मात्र होइन, अब दोहोरो तरिकाले हुनुपर्छ। किनभने तपाईँ पनि टाढोबाट अब चाहिँ फाल्टै संस्कृति फाल्टै परम्परा फाल्टै भूगोलबाट आउनुभएको कारणले गर्दाखेरि अब कालीकोटको अबबाट तपाईँ यहाँ आउनु भएको छ, कालीकोटको भौगोलिक स्थितिको बारेमा चाहिँ सर तपाईँको मुखारबिन्दबाट थोरै बताइदिनु। भौगोलिक स्थिति हाम्रो यही सेरोफेरो नै हो होइन। हाम्रो अलिकति हाम्रो गाउँसम्म हिउँ चाहिँ पर्छ, यहाँ चाहिँ हिउँ खासै यहीँ गाउँसम्मै परेको देखिएन, अलि हिमालहरूतिर परेको चाहिँ देखियो। अनि अन्य उब्जनी हुने बालीहरूमा डाँडाकाँडा यस्तै भन्ज्याङहरू यस्तै नै हो सर, यस्तै नै हो। अनि कस्तो छ अब यहाँ त अब बहुजाति बहुसांस्कृतिक देश भएकोले अब यहाँ त धेरै प्रकारको थरीथरीको अब जात जातिहरू छौँ, त्यहाँको अब हाम्रोमा पनि त्यस्तै छ। अब बाहुन ब्राह्मण छेत्री होइन दलित हरूको बसोबास छ होइन। त्यहाँ चाहिँ हाम्रो आदिवासी जनजातिको बसोबास चाहिँ कम छ, छैन भनौँ न। हो सर। अब त्यहाँको अब मैले त अब यहाँको अब रैथाने संस्कृतिको विषयमा अब तपाईँलाई अब गीत पनि गाएर सुनाइदिएँ, यहाँको अवस्थाको बारेमा पनि बताइदिएँ होइन सर। अब भनिसके पछाडि अब त्यहाँको अब रैथाने अब संस्कृति अब बारे देउडा संस्कृतिको कर्णाली प्रदेशको चाहिँ अब तपाईँहरूको अब संस्कृति झल्काउने कुनै एउटा रचना अथवा चाहिँ गाना छ भने त त्यताको पनि सुनौँ न सर। यताको त सुनाइहालेँ मैले, त्यताको अब सुन्ने क्रममा अलिकति चर्चितमै भएको यो राइजीमा गीत छ नि त होइन, त्यसलाई नै अलिकति मिलाएर सुनौ न। गङ्गोदय शिक्षण केन्द्र हामी दुईजनाको, गङ्गोदय शिक्षण केन्द्र हामी दुईजनाको, प्रकृति वरदान हाम्रो ईश्वरले बनाएको म त राइजुमा झुमा क्या मस्क्या कि छौ हो राइजुमा, राइजुमा झुमा क्या मस्क्या कि छौ हो राइजुमा। हस् सर अहिले यति सर। अब छोटो समय पनि छ। अनि सर अब यो तपाईँ अब शिक्षण पेसाको कारणले गर्दाखेरि खोटाङ जिल्लाको यो रायबेसीमा आउनु भएको छ। अब तपाईँलाई ठ्याक्कै यो सोध्दै गर्दाखेरि शिक्षण चाहिँ के हो जस्तो लाग्छ तपाईँलाई सर, तपाईँको निम्ति यो? मेरो लागि शिक्षण पेसा के हो भन्ने कुरा गर्दै गर्दा अब हामीले पनि अब त्यही शिक्षण पेसा भित्र हामी रहेका छौँ अहिले होइन। हामीले अध्ययन गरेर आउँदै गर्दाखेरि र अहिले हामी अध्यापन गराउँदै गर्दाखेरिको अनुभवसम्म आएर भन्नुपर्दा शिक्षण पेसा एउटा के हो भने समुदायसँग नजिक रहेर होइन एउटा हुरुराउँदो अब बालापन जोबन लिएर जवानी लिएर आउने छात्र छात्राहरूसँग रमाउँदै एउटा विषयवस्तुलाई व्यावहारिकतासँग जोडेर ज्ञान पस्किने र त्यसबाट आफूले पनि आनन्दानुभूति गर्ने ज्ञानको खोज र प्रदान आदान र प्रदानको एउटा केन्द्रको रूपमा लिएको छु र यसलाई विशुद्ध सेवाको भावको रूप ढङ्गले लिएको छु। हजुर एकदमै सर। अनि पछिल्लो चरणमा अब अनौपचारिक गफगाफ हुँदै गर्दा पनि अध्यात्मतिर लाग्नु भएको छ भन्ने सुनिन्छ। एउटा जीवन विज्ञान भन्ने एउटा आध्यात्मिक यात्रामा चाहिँ तपाईँ समाहित हुनु भएको छ भन्ने लागिराखेको छ। के हो यो जीवन विज्ञान चाहिँ खासमा चाहिँ सर? यो जीवन विज्ञान हाम्रो एउटा यो शरीर विज्ञान आत्माको होइन मनस्थिति चेतनाको कुरा मस्तिष्कको कुरा शरीरको कुरा होइन यसलाई वैज्ञानिक ढङ्गले अध्ययन अनुसन्धान गरिसकेपछि हामीले विभिन्न पाठ्य पुस्तकमा पढ्ने कुराहरू छन् होइन स्वास्थ्य सम्बन्धीका कुराहरू भए होइन अनि अब यो चेतनाका कुराहरू भए हो यसलाई समष्टिगत ढङ्गले बोध गरेर आनन्द अनुभूति गर्ने होइन आफ्नो जीवनलाई बुझ्ने जीवन आफूभित्र आफूलाई खोज्ने म को हुँ भन्ने प्रश्न आफूलाई नै तेर्स्याएर त्यसको जवाफ आफूभित्रै खोजेर एउटा जीवनलाई नयाँ उत्कर्षमा सुख शान्ति र समृद्धिको मार्गमा लैजाने एउटा क्षेत्र हो जीवन विज्ञान। एकदम सही राम्रो हो त सर। अनि सर यो तपाईँ अब यो शिक्षण पेसामा आबद्धता भइसके पछाडि अब शिक्षामा पनि अब योग कुनै पाठ्यक्रमहरूमा मैले देखिराखेको छु होइन सर। अब अध्यात्म र योग र ध्यानलाई चाहिँ शिक्षासँग चाहिँ कसरी जोड्न सकिन्छ सर? यो यस्तो छ सर अब यो हाम्रो
नेपाल सरकारले नै अब शिक्षामा यसको केही ढङ्गले अब पाठ्य पुस्तकमा राखेको छ, कक्षा 4 देखि नै राखेको छ होइन, कक्षा 4 को नेपालीमा नै राखेको छ। त्यसपछि स्वास्थ्य विषयहरूमा एउटा एउटा एकाइ भनेर त्यसरी राख्दै आएको छ होइन। योगलाई एउटा व्यावहारिक पक्ष बनाउनुपर्छ भन्ने धारणाका साथ त्यसरी राखिएको छ। त्यसलाई हामीले व्यावहारिक पक्षसँग जोड्नुपर्छ र परम्परागत रूपमा प्राचीन समयदेखि नै हाम्रा पुर्खाहरूले विभिन्न कर्महरू गर्दै गर्दा आफ्ना शरीरलाई चलायमान बनाउँदै त्यो जडीबुटीहरू युक्त खानेकुराहरू खाँदै गर्दा उहाँहरूको स्वास्थ्य, शारीरिक अवस्था, मानसिक अवस्था ठिक रह्यो। र अहिले सबै यो प्याकेजभित्रको खानेकुराहरू, बजारिया खानेकुराहरू र प्रशोधित खानेकुराहरू खाँदै गर्दाखेरि र यो सूचना तथा सञ्चार प्रविधिले गर्दाखेरि मानिसको देखासिकीले गर्दाखेरि मान्छे भौतिक सुखप्रति निर्लज्ज डुबिरहेको र खानेकुराहरूमा यो प्याकेजिङ कुराहरू र प्रशोधित खानेकुराहरू भएको हुनाले मानिसहरू अस्वस्थ हुँदै गइरहेको, बेचैनी बढ्दै गइरहेको, आत्मसन्तुष्टि घट्दै गइरहेको यो परिस्थितिमा चाहिँ यो अध्यात्मसँग सम्बन्धित विभिन्न विषयवस्तुहरू राखेर यसलाई व्यावहारिक बनाउनुपर्छ भन्ने कोणबाट हेरियो र त्यसलाई शिक्षणसँग जोडेर राखियो। त्यसलाई व्यवहार पक्षसँग प्रयोगात्मक ढङ्गले प्रयोग व्यवहारमा ल्याएर त्यसको आनन्द अनुभूति गर्ने भने यसको मजा र आनन्द ज्ञान बेग्लै छ। एकदम एकदम सर। अनि यो अब जीवन विज्ञान अब कुनै अब एउटा समूह अध्यात्मको एउटा विचार भन्ने छ होइन सर, यो कुनै अब कुनै धार्मिक समूह जस्तो त होइन नि सर? यो होइन, यो ठ्याक्कै कस्तो हो सर? यो ठ्याक्कै यही धार्मिक समूह अन्तर्गत पर्छ भन्ने कुरा छैन। यसमा समग्र सम्पूर्ण धर्मबाट प्रदान गरिएका ती ज्ञानहरू, सकारात्मक कुराहरूलाई ग्रहण गर्छ। सबै धर्मबाट प्राप्त ज्ञानलाई, सकारात्मक पक्षलाई यसले स्वीकार गर्छ। विशेष गरेर चर्चामा आउने कुराहरू, गीताको कुराहरू होइन, महाभारत रामायणको श्रीकृष्ण चरित्रको कुराहरू होइन, बाइबलको कुराहरू, बौद्ध धर्मग्रन्थ त्रिपिटकको कुराहरू यसरी यसमा जोडेर त्यसलाई स्रोतको रूपमा लिएर हामीले व्यवहार कस्तो बनाउने भन्ने कुरा व्यावहारिक बनाउँदै दिन्छ। निश्चित यही धर्म भन्ने कुराहरू छैन। भनेपछि यसको मूल उद्देश्य भनेको अब शारीरिक मानसिक रूपमा अब सकारात्मकता, स्वास्थ्य रहौँ भन्ने तरिकाले होइन, अब स्वस्थ जीवन जिउँ भन्ने तरिकाको नै होइन त सर? के छ सर अब यो जीवन विज्ञान सम्बन्धीको एउटा गीत गाइदिनुहुन्छ त? एउटा छोटो गीत गाइदिन्छु नि प्रोमोको रूपबाट। हुन्छ सर, यो हाम्रो जीवन विज्ञानसँग सम्बन्धित एउटा गीत गाउने प्रयास गर्छु नि त है। मैले मलाई भेटेको दिन सम्झी सम्झी मन हुन्छ फुरुङ्गा, मैले मलाई भेटेको दिन सम्झी सम्झी मन हुन्छ फुरुङ्गा, आफै भित्र जाउँ न है, आफै भित्र जाउँ, बाहिर कतै होइन रहेछ रमाउने ठाउँ, बाहिर मात्र होइन रहेछ रमाउने ठाउँ, वर्तमानको केन्द्र रहेछ रमाउने ठाउँ। हस् त सर, यति। धन्यवाद सर, एकदम राम्रो गीत गाउनुभयो। र अब लामो पनि भिडियो बन्ला जस्तो छ, त्यही कारणले अब छोटोमा अन्त्यमा सर केही छुटेको विषयवस्तु छ भनेदेखि यसो सुनाइदिनु न सर। केही छ अब पश्चिमदेखि पूर्वसम्म आएर शिक्षण गर्दै गर्दा धेरै अनुभवहरू समेटियो। अब यहाँको विभिन्न भौगोलिक ढङ्गले, यहाँको सामाजिक, सांस्कृतिक, जातिगत, भाषिक ढङ्गले पनि धेरै ज्ञानहरू आर्जन गर्न पाइयो। यसका लागि अब हजुरसँग पनि एउटा साकेला संस्कृति, किराँत धर्म संस्कृतिसँग सम्बन्धित कुराहरू पनि दिन सकियो होइन। यसमा हजुरलाई पनि विशेष आभार प्रकट गर्दै लास्टमा एउटा रचना सर, लास्टमा एउटा रचना अब हुन्छ सर, एउटा म मुक्तक रचना चाहिँ सुनाउँछु है त। गन्तव्य छ टाढा यसै बरालिनु हुन्न, गन्तव्य छ टाढा यसै बरालिनु हुन्न, घरि यता घरि उता भौतारिनु हुन्न, गन्तव्य छ टाढा यसै बरालिनु हुन्न, घरि यता घरि उता भौतारिनु हुन्न, होस् कर्म एउटै ध्यान एउटै होस्, होस् कर्म एउटै ध्यान एउटै होस्, गन्तव्य छ टाढा यसै बरालिनु हुन्न, घरि यता घरि उता भौतारिनु हुन्न, होस् कर्म एउटै ध्यान एउटै होस्, मन मस्तिष्कको ऊर्जा फिजारिनु हुन्न, मन मस्तिष्कको ऊर्जा फिजारिनु हुन्न। यति भन्दै सरले पनि एउटा सानो केही साकेला सम्बन्धीको छोटो रचना भन्दै। अब साकेला सम्बन्धी मैले त्यस्तो अब मौलिक ढङ्गबाट त आफैले चाहिँ रचेको छैन होइन। अब त्यही अब लयमा नृत्य शैलीमा अब सिली नाच्दै गर्दाखेरि छोटो रूपबाट होइन त। हजुर।
भुइँ खोपिल्यायो सालकले है भुइँ खोपिल्यायो सालकले सालकले लै सालकले के जान्दछ र बालकले है के जान्दछ र बालकले बालकले लै बालकले। ल धन्यवाद। सांस्कृतिक अब यसरी आदान प्रदान भयो, उताको बारेमा पनि जानकारी भयो, यताको बारेमा पनि सामान्य छोटोमा गफ गरौँ। हजुर, यसरी यो पश्चिमदेखि पूर्वसम्मको यो संस्कृतिलाई एउटा समसामयिक विषयका रूपमा हामीले अन्तर्क्रिया गऱ्यौँ, कुराकानी राख्यौँ। यसका लागि यहाँलाई धेरै धेरै धन्यवाद। र यसरी मिस्टर पदम साई युट्युब च्यानलमा आएर हाम्रो कुराकानीलाई हेरेर सहयोग गरिदिनु हुने सम्पूर्ण दर्शक श्रोताहरूलाई धेरै धेरै धन्यवाद भन्दै यो मिस्टर पदम साई युट्युब च्यानललाई लाइक, कमेन्ट र सब्सक्राइब गरेर सहयोग गरिदिनु होला भन्दै हाम्रो आजको विषयवस्तु यहीँ समापन हुन्छ। हस्त, नमस्कार, धन्यवाद यहाँहरू सम्पूर्णमा। हस्त, धन्यवाद।